बिगारे सर त्यो त फेरि चेक गर्नु त अनि x2 बार 44.7 44.7 अनि अनि समेसन x माइनस x1 बारको होल स्क्वायर भनेको 278.9 अनि अर्को 1156.1 हजुर त्यो पनि मिलाएको छ सबै एससी मिल्यो त पनि मिल्यो त्यसो भए टी टेस्टमा मैले कतै बिगारे होला सर एकछिन पाउनु है सर टीमा लगेर हाल्नु त अब 29.9 पो 44 पो 1/10 1/10 10 10 छ नि त 10 10 छ हजुर 2/10 हुन्छ 1/5 हो नि त त्यो 2/10 1/5 भयो गर्नु न मेरो बिग्रियो है तपाईँ बिग्रियो 8.92 ले तलै मल्टिप्लाई गर्नु भयो भने तलै मल्टिप्लाई गरेर सर त्यो रुटबाट निकाले हो नि एकपल्ट गर्नु न म पनि गर्छु एकछिन यहीँ। पर्खिनु सर साथीले 81 को सल्भ गर्नुभयो बुझेँ सर मेरो कहाँ मिस्टेक मैले बुझेँ सर भयो भयो सर भयो लास्टमा बिगारेको छु मैले 3.70 नि हो नि सर मिल्छ होला 3.0 त्यति नै आउँछ भनेपछि रिजेक्टमा पर्यो होइन नलागेपछि हजुर एकछिन पाउनु सर 14.1.7 ल चेक गर्दै गर्नु म आजको अब आज चाहिँ हामी साइन टेस्ट गर्दैछौँ यहाँ दुईटा छ एउटा साइन टेस्ट छ अर्को साइन ऱ्याङ्क टेस्ट भन्ने छ अनि त्यसपछि एच टेस्ट बाँकी रहन्छ भनेपछि अब हामीसँग यति कन्टेन्ट छ यो कन्टेन्टलाई चाहिँ गर्नु कस्तो खस्यो ल ओके अब भयो नि अच्छा 3 कति भन्नुभयो 7.1 3.70 7170 अच्छा भयो ल क्वेसन लेखौँ स्कुल introduced scholarship program scholarship improvement program सर यसको थ्योरी छ होइन सर यसको साइन टेस्टको हजुर त्यही टी टेस्ट हो कि साइन टेस्ट हो टी टेस्ट कि साइन टेस्ट यो साइन टेस्ट हो साइन टेस्ट है साइन टेस्ट प्रब्लम गरौँ प्रब्लमसँगै अनि कसरी टेस्ट गर्ने त्यही बुझौँ न इम्प्रुभमेन्ट program for its students to examine whether the program improved students academic performance
performance, the examination. The examination scores. Scores are 20 students were recorded before and after. Before and after the program using the scientist at 5% level of significance test whether a scholarship program has improved students' performance. On the following table. क्वेसन नै टन्नै छ, क्वेसन लेख्नुहोस् अनि त्यसपछि टेबल बनाउला। यही बनाउँ त बिफोर आफ्टर स्कोर दुईजनाको स्कोर हटाउनु पर्यो भनेपछि चाहिँ धेरै लाग्छ। Before, after. Before 45, after 50. Before 42, after 56. Go 48, यहाँ पनि 48 भयो। 50, 55. 50, 55. त्यसपछि 60, 63. 60, 63. अनि त्यसपछि 55, 55. 55, 55. धेरै टाढा हुँदैछ, नजिक लेख्नु। 55, 55. 49, 53. 49, 53. 58, 61. 61. 46, 50. 46, 50. 46, 50. 62, 62, 64. 62, 64. त्यसपछि सर त्यो अलिकति गाह्रो भयो। हजुर पर्फर्मेन्स हो कि के भयो सर त्यो सेकेन्ड लास्टमा हेर्नु न नम्बरदेखि मास्तिर नि प्रोग्राम हेज इम्प्रुभ स्टुडेन्ट्स पर्फर्मेन्स PREFORMANC है PREFOR पर्फर्मेन्स ओके 51
54 51 54 हट्दै हटेन 20 वटा छ 20 जना स्टुडेन्टको छ त्यस पछाडि यता लेखेँ फेरि कन्टिन्यू 51 54 47 51 57 51 59 59 59 59 देखिया छ नि ओके त्यसपछि Fifty-one, 54, okay. 47, 47, 51. यताको मेटेर त्यता कपी गरेँ 47, 51 before you after 59, 59 59, 59 53, 57 57 44, 48 54, 48 56, 60 56, 60 50, 54 50, 54 त्यसपछि 61, 65 65 जता लेखे पनि हुन्छ है लेख्न चाहिँ तलमाथि बराबर बनाएर लेख्नु 61 65 52 49 52 49 लास्टमा 48 52 यो डाटा छ अब यसलाई एउटै लाइनमा अटाउनुहोस् नभए दुईटामा आफ्नै तरिकाले लेख्नुहोस् लेख्नुपर्छ है साथीहरू नलेखेर चाहिँ हुन्न है नलेख्यो भने एक्जाममा नि हेरेको हेरै हो तपाईँ लेख्न थालिसकेपछि समस्या आउँछ क्या त्यहाँ लाइन मिल्दैन होइन अनि त्यो लाइन मिलाउन सिकिन्छ एक्जाममा रफ गरेर आएर त हुन्न साथीहरूले राम्रो लेख्छन् अब यो भयो अब यसपछि अब यो चाहिँ प्रब्लम बारेमा थोरै हामी इन्ट्रोडक्सन दिउँ यदि n को भ्यालु चाहिँ सुन है एकछिन सार्छौँ होला हजुर टेबल सार्न दिनु टेबल अब यसरी टोक्यो भने त साइन टेस्ट नि गर्ने हो बुझ्नुभयो नि होइन भने साइन र्याङ्क टेस्ट गर्नुपर्ने हुन्छ अब त्यो चाहिँ भोलि गर्छौँ आज हामी गर्दैनौँ त्यसलाई 9 n इज ग्रेटर देन 9 चाहिँ छ भनेदेखि हामीले तपाईँको यो साइन टेस्ट गर्न सक्छौँ सुन्दै जानुहोस् सार्दै जानुहोस् मैले माथि पनि ल्याएको छु साइन टेस्टको लागि चाहिँ n इज ग्रेटर देन 9 हुनुपर्छ भन्नु रहेछ अब तोक्यो भने त जतिलाई नि गर्न पाइयो अब यो n इज ग्रेटर देन 9 नहुँदा किन साइन टेस्ट नगर्ने भन्दाखेरि टी टेबल युज गरेर र्याङ्क टेस्ट साइन र्याङ्क टेस्ट गर्नुपर्ने हुन्छ र्याङ्कबाट निकाल्नु पर्ने हुन्छ हामीले नन प्यारामेट्रिक आज हामी नन प्यारामेट्रिक टेस्टमा छौँ बुझ्नुभयो नि आज हामी नन प्यारामेट्रिक टेस्टमा छौँ किनभने प्यारामेट्रिक हामीले सकिसक्यौँ यो नन प्यारामेट्रिक टेस्ट हो बुझ्नुभयो नि यसमा चाहिँ हामीलाई पपुलेसन भेरिएन्स दिएको हुन्न कतै म्यू भन्ने केही दिएको छ त क्वेसनमा हिजोको जस्तो केही दिएको छ त छैन तपाईले यसलाई नन प्यारामेट्रिक टेस्ट भन्ने यसमा दुईटा हुन्छन् है एउटा चाहिँ टी टेबल युज गरेर फाइन्ड आउट गर्ने हुन्छ यो चाहिँ जेड अप्रोक्सिमेसनबाट फाइन्ड आउट गर्ने यहाँ तपाईँ टपिकमा नि लेख्नुहोस् युजिङ जेड अप्रोक्सिमेसन भनेर लेख्नुहोस् है अप्रोक्सिमेसन यसलाई अलिकति हामी एक्सटेन्ड गरौँ क्या यो सिकेको कुरालाई चाहिँ के हो कुन क्वेसन हो भनेर साइन टेस्ट भन्यो नि त अब आज जे गर्छौँ त्यही गर्दा भयो होइन डाटा इनिज ग्रेटर देन छ भने नि साइन टेस्ट नि गर्ने होइन अथवा युजिङ जेड अप्रोक्सिमेसन भन्यो कहीँनिर यहाँनिर चाहिँ त्यो म्युहरू केही दिएको छैन भनेदेखि चाहिँ हामीले के गर्नु पर्यो त यो काम गर्नु पर्यो आज हामी जे काम गर्दैछौँ
तपाईहरुलाई आइडिया छ यो कसरी निकाल्ने? कोही साथीहरुलाई आइडिया छ? साइन टेस्ट कसरी गर्ने आइडिया छ? अब यो पहिला त गरे सर अहिले बिर्सिरहेको छु सर। वान टेल हो कि टु टेल हो भनेर यहाँ हेर्दाखेरि प्रोग्राम इम्प्रुभ द स्टुडेन्ट्स एकाडेमिक पर्फर्मेन्स भन्छ, स्कलरसिप दिँदा र नदिँदाखेरि। त्यसो हुँदाखेरि हामीलाई इम्प्रुभ गर्ने भन्दाखेरि हामी पहिलो चाहिँ टेस्ट के गर्छौँ भनेदेखि यो बिफोर चाहिँ ठिक छ भन्छौँ, यो आफ्टर चाहिँ इम्प्रुभ हुँदैन, जेसुकै होस् त्यो हामीलाई मतलब हुन्न, बिफोर नि ठिक छ भन्छौँ भने चाहिँ यो वान टेल हुन्छ। यो इम्प्रुभ भएको कारणले गर्दा यो क्वेसन पढेर थाहा पाउनु पर्ने हुन्छ। यस्तो कुराहरू चाहिँ पढ्नु त एकपटक, यसले घटी अथवा बढी, बेटर अथवा के भन्छ इम्प्रुभ, होइन त्यस्तो कुरा भन्छ कि भन्दैन एकपटक तपाईहरुले हेर्नु त। अब त्यस पछाडि फेरि मसँग यो हुन्न, तपाईलाई मैले अन्डरलाइन गरेर देखाउन नि सक्दिनँ, केही छ भने पढ्नुस्। लेखिसक्नु भयो होला सबैले, छलफल गर्नुस्, एक्जाममा छलफल गर्न पाइँदैन, यस्तै छ साथीहरु। सर भन्नुस्। त्यो माथि भन्नुभयो हजुरले एन कति भन्नुभयो यसको लागि? एन भनेको त माथिको देखाएको छैन फेरि। अब एन ग्रेटर देन 9 भयो भने साइन टेस्ट गर्न पाइयो, नभएदेखि साइन र्याङ्क टेस्ट साइन र्याङ्क टेस्ट गर्नुपर्छ के, बुझ्नुभयो नि? त्यो चाहिँ भोलि टपिक गर्दैछौँ। आज चाहिँ हामी साइन टेस्ट गर्दा चाहिँ एन ग्रेटर देन 9 हुनु पर्यो। कतिले 20 भन्छन्, कतिले 25 भन्छन्, त्यो पनि लेख्नुस्, मेन्सन गर्नुस्, होइन पछि पछि भुलिँदै जान्छ कतिजनाले चाहिँ। तर स्ट्रिक्टली चाहिँ के भन्छ भने एन इज ग्रेटर देन 9 भन्ने चाहिँ स्ट्याटिस्टिक्सको बुकमा मैले फेला पारेँ, बुझ्नुभयो नि? साइन टेस्ट अदरवाइज के गर्ने? साइन र्याङ्क टेस्ट। यो भएन भने? यो भएन भने साइन र्याङ्क टेस्ट, बुझ्नुभयो नि? त्यो चाहिँ डाटा थोरै हुँदाखेरि, यो चाहिँ डाटा धेरै हुँदाखेरि, नम्बर अफ डाटा धेरै हो नि, यो अब आज गर्ने, ठिक छ? ल अब हाइपोथेसिस टेस्टिङको लागि तयार बनाऊ। यसमा केही पर्दैन, त्यस्तो खासै केही फरक पर्दैन, पोजिटिभ र नेगेटिभ साइनहरू निकाल्ने हुन्छ। यो तलको डाटा मैले मेटिनँ, यो चाहिँ मेटेँ ल मैले। ल सोलुसन सुरु ल। अब एक दुईवटा नोट लेखाइदिन्छु ल म यसमा आवश्यक पर्ने। ओके, अब यस्तै यस्तै क्वेसन बनाएर आफूले न्युमेरिकल भ्यालु राखेर गर्नु न, तपाईहरुले गर्नु। यसमा नोट लेखाउनु पर्ने भनेको चाहिँ अलि पछि रहेछ, अहिले चाहिँ प्रब्लम नि गरौँ। अब फर्स्टमा ल हिजो अस्ति हामी के गर्थ्यौँ? फर्मुलेटिङ हाइपोथेसिस होइन त, फर्मुलेटिङ हाइपोथेसिस। हाइपोथेसिसमा नल हाइपोथेसिस। यसको पनि दुईटा तरिका छ साथीहरु। एउटा मिडियन, म्युलाई चाहिँ मिडियन भन्दा गर्छन्, अर्को चाहिँ यसरी पनि नल हाइपोथेसिस बनाउन सकिन्छ। म्यु1 इक्वल्स टु म्यु2 भन्छौँ एउटा, एच नट त छँदैछ। त्यसपछि अल्टरनेटिभ हाइपोथेसिस चाहिँ h1 म्यु1 इज ग्रेटर देन म्यु2। अहिले चाहिँ हाम्रो पहिलाकै ठिक छ भनेको बिफोर हो, वेयर लेख्नुस्, वेयर म्यु1 denotes before scholarship score, before denotes the score before, and denotes the performance of score, performance in score भनौँ न, FRMANC, performance in score before scholarship, SCHO here, SSIP scholarship। अनि म्यु2 चाहिँ के भन्ने? डिनोट्स पर्फर्मेन्स इन स्कोर आफ्टर स्कलरसिप। यो नलेखे पनि हुन्छ बुझ्नको लागि, एक्जाममा नलेख्दा पनि हुन्छ यो।
यो अल्टरनेटिभ हाइपोथेसिस हाइपोथेसिस ल यो तपाईँहरूले गरिरहेको काम रफ जस्तै भयो। नम्बर 2 मा क्रिटिकल लेभल अफ क्रिटिकल भ्याल्यु अल्फा इक्वल्स टु 5%, 0.05। त्यसपछि नम्बर 3 मा क्रिटिकल रिजन जेड लिनुपर्छ यसमा है। अनि क्रिटिकल रिजनमा चाहिँ इट इज वान टेल भनौँ, इट इज वान टेल टेस्ट। यति त हो नि यसको स्टेप्स। अनि यसलाई राइट टेल पनि भनौँ, यो राइट टेल हो, द्याट इज राइट टेल। राइट टेल टेस्ट भयो। त्यसपछि यसको के हुन्छ, जेड अल्फा इक्वल्स टु वान टेलमा गएर 0.05 को हेऱ्यो भने कति हुने रहेछ हेर्नु त। टेबलमा जाँदाखेरि 1.645 आउने रहेछ हो, हेर्नु त। अब हिजो अस्ति सिकेको छ है, वान टेल हेर्ने, वान टेल क्यालकुलेसन गर्ने तरिका। 1.645 कसरी हेर्ने भने जेड 1/2 बाट सबट्र्याक्ट गर्ने 0.05, त्यसलाई गएर जेड टेबलमा हेर्ने, त्यति नै हो। एउटै टेबलमा हेर्दाखेरि एउटै भ्यालु आइहाल्छ, 1.645। यहाँसम्म लेख्नुभयो। तपाईँहरूलाई टेबल हेर्न त आउँछ नि। सर यसमा डिएफ चाहिँ 19 लिनु पर्यो नि। डिएफ हुन्न, जेडमा डिएफ हुन्न, टीमा डिएफ हुन्छ है। सर साइन टेस्टमा जेडकै फर्मुला लाग्छ। साइन टेस्टमा एउटा जेडको फर्मुला लाग्छ, एउटा मिनिमम म्याक्सिममको लाग्छ। भोलि सिक्छौँ हामी ल। यो हजुर डिग्री अफ फ्रिडम भनेर कसरी डिफाइन गर्न सक्छ त्यसलाई? सुन्नु, डिग्री अफ फ्रिडम भनेको चाहिँ हजुर डिग्री अफ फ्रिडम भनेको कतिखेर भने टी टेस्टमा जब हामीलाई नम्बर अफ एलिमेन्ट्स अथवा नम्बर अफ हामीलाई पर्फर्मेन्स कति दिएको, जस्तो अहिले 20 छ हाम्रो डाटा त 20 वटा छ नि हाम्रो, होइन र? हजुर सर 20 हो। यसैलाई टी टेस्ट गर्ने हो भने चाहिँ हाम्रो डिग्री अफ फ्रिडम चाहिँ 20 - 2 गर्ने भयो। किनभने टी टेस्ट भनेको चाहिँ बिलो कतिको लागि हामीले 30 को लागि चाहिँ हामीले युज गर्थ्यौँ। यसमा चाहिँ जेड टेस्ट किन गर्यो भने साइन टेस्टमा चाहिँ हामी जेड टेस्ट गर्छौँ कि टी टेबल युज गरेर टी म्याक्सिमम मिनिमम निकाल्छौँ। अब र्याङ्क टेस्ट भयो भने, साइनकै र्याङ्क टेस्ट भयो भने अघि पनि भने मैले म्याक्सिमम मिनिमम निकाल्ने। अब साइन टेस्ट भयो भने जेड अप्रोक्सिमेसन युज गर्ने, टी अप्रोक्सिमेसन युज हुँदैन। त्यही भएर डिग्री अफ फ्रिडम यसमा युज हुन्न। हुन त तपाईँहरूलाई कन्फ्युज बोला, यहाँ 20 छ, डिग्री अफ फ्रिडम टी टेस्ट किन नगर्ने? किनभने हामीले चाहिँ टी टेस्ट गर्नुपर्ने भन्ने कुरा चाहिँ हुन्थ्यो यसमा, तर हामीले चाहिँ साइन टेस्टमा चाहिँ जहिले पनि हामीले जेड टेस्ट नै गर्छौँ। अब त्यो खालको रुल छ। टी टेस्ट गरे नि के हुन्छ भन्दा खासै धेरै फरक त नपर्ला, तर रिसर्च चाहिँ गर्न खोजेको काम पुरा नहोला, त्यति नै हो। डिग्री अफ फ्रिडमले के गर्छ भने हाम्रो डेटालाई चाहिँ, हामीले गर्न खोजेको रिसर्चलाई चाहिँ के गर्छ भने एरर कम गराउने काम गर्छ के डिग्री अफ फ्रिडम। सर अनि नि भन्नुहोस् सर, यो सोझो बुद्धि नि। भन्नु न भन्नु। 20 जना विद्यार्थी हुँदा 30 भन्दा घटी भए अनि टी लाउनु पर्ने भन्ने होइन र? त्यही त, टी लाउनु पर्ने। तर हामी साइन टेस्टमा चाहिँ जेड नै युज गर्छौँ कि जेड युज गर्छौँ कि म्याक्सिमम मिनिमम युज गर्छौँ। बुझ्नुभयो नि, प्र्याक्टिस त्यो छ। अब कसैले टीबाट गर्यो भने मलाई थाहा भएन, किनकि प्र्याक्टिस चाहिँ के छ त, कि जेड कि म्याक्सिमम मिनिमम साइन टेस्टमा। साइन भन्ने वर्ड आयो भने ठिक छ, त्यसरी बुझ्नु पर्यो साथीहरू। किनभने
यहाँ अनि सर सुन्नु न, यहाँ त साइनको वर्क छ नि त मित्रहरू। हजुर हजुर साइनको वर्ड छ अनि सर साइनको वर्क छ, एकैछिन है त, साइनको वर्क छ, टीमा त हामीले साइनको वर्क गर्दैनौँ, गर्छौँ र टी टेस्टमा? नो, साइन वर्क चाहिँ हुन्न टी टेस्टमा। भन्नु त ल दुर्गाजी। यसमा साइन नभनेको भए सर हामी र्याङ्क टेस्ट युज गर्न पाइयो? होइन, साइन र्याङ्क टेस्ट भनेको चाहिँ 9 को हाराहारी 9 10 भनौँ न, 9 10 तपाईँको टोटल गर्दाखेरि 9 को हाराहारी हुन्छ भने मात्र हामीले साइन र्याङ्क टेस्ट गर्ने। जोस 9 भन्दा मुनि आउनु पर्यो है सर? हो, 9 यो ग्रेटर 9 को लागि 9 पनि आएदेखि हामीले साइन र्याङ्क टेस्ट नि युज गर्छौँ। साइन युज गर्ने साइन र्याङ्क टेस्ट दुईटा हुने भयो, एउटा साइन टेस्ट लेख्नु न बरु, अर्को साइन र्याङ्क टेस्ट हुने भयो, दुईटा हुने भयो। ल अब हामी के गरौँ भने प्रब्लम गरौँ अनि थाहा हुन्छ। प्रब्लममा अब हामी के गरौँ भनेदेखि फर्स्टमा सर अलिकति भन्नु, त्यो साइन र्याङ्क टेस्ट हुँदा 9 भन्दा बिलो 9 भन्दा बिलो हुनु पर्यो। हो, अघि लेखेको थिएँ त मैले टपमा। ल अब हामी स्टुडेन्ट लेखौँ, त्यसपछि B4 भनेर लेखौँ, यसलाई X1 ले डिनोट गरौँ, अर्को आफ्टर भनेर लेखौँ, X2 ले डिनोट गरौँ, अनि यसमा दुईटा तरिका छ है, दुईटा तरिका छ साथीहरू। फेरि यहाँ तपाईँहरूलाई समस्या पर्ला हैन? यो X2 माइनस X1 गर्नुहोस्, कतिपय बुकमै X1 माइनस X2 गरेको हुन्छ, केही फरक पर्दैन त्यो, तर साइन्टिफिक चाहिँ X2 माइनस X1 गर्नुहोस्, आफ्टर माइनस B4 गर्नुहोस्, त्यसपछि साइन लेख्नुहोस्, अब तपाईँको काम सुरु भयो। स्टुडेन्ट भनेको 1, एकजना स्टुडेन्टको 45, अर्को आफ्टरको 52, अनि अर्को 50 झन्डै मिस्टेक भयो, 50 52 छ, अर्को 56 छ, 48 छ, 50 55 छ, बिफोर आफ्टर मिलाएको छ, 60 63, 55 55, त्यसपछि 49 53, 58 61, 61, 46 50, 62 64, 51 54, यहीँबाट कपी गरौँ न, 48 52, 52 49, 47 51, 47 51, $59 $59, $53 $57, $48 $48, $56 $60, $50 $54, $54, डाटा ठुलो भयो, $61 $65। ल तलसम्म देखिन्छ, हिँड्दो रहेछ। ल यताको मेट्दिउँ है, अब रमाइलो छ, सिधा भन है मेरो त।
x1 - x2 गर्दा पनि हुन्छ है। जे गरे पनि भरे रिजल्टमा चाहिँ थोरै तलमाथि नहुने कुराहरू पनि छन्। एकपटक x1 - x2 गर्दा के हुँदो रहेछ भोलि गरेर आउनु ल। ल अब गरौँ क्या हो डिफरेन्स। सबै बुकमा गरे कि गरौँ न त x1 - x2 नि गरौँ ल। x1 - x2 अब नेपालमा चलेकै गरौँ ल। x1 - x2 नि गरौँ ल। अब घटाउनु त यो कति भयो भन्नु त -5। यो कति भयो 52 - 56 -4 यो 0 50 55 -5 60 63 -3 55 55 0 49 53 -4 58 61 माइनस कति आयो भन्नु त 3 आयो। 46 50 -4 62 64 -2 51 54 -3 48 52 -4 52 यहाँ के भयो -3 भयो 52 49 52 49 गरे भने कति हुन्छ के हो पोजिटिभ 3 आयो। 47 51 7 3 4 भयो तर त्यो पनि माइनसमा 59 59 0 53 40 57 -4 48 48 0 56 60 -4 अनि 50 54 50 54 गऱ्यो भने -4 61 65 यो पनि -4 पोजिटिभ त एउटा मात्र आयो हो। तपाईहरु के आयो हेर्नु त हो सर एउटा मात्रै हो पोजिटिभ एउटा मात्र हो नि है। यसो गर्दा माइनसमा आउँछ रिजल्ट केही फरक पर्दैन जे आउँछ आउँछ त्यही गरौँ। अब के गर्नुस् नम्बर अफ प्लस साइन अब यहाँनिर लेखौँ यो 1 2 3 नलेखे पनि हुन्छ लेखे पनि भयो 1 2 3 4 हुँदै कतिजनासम्म छ यो 20 जनासम्म यसरी लेख्नुस्। अब साइन अब एउटा त प्लस छ अरु सबै यहाँ लेख्ने हो न त यहाँ माइनस माइनस यो नलेखे पनि हुन्छ जेरोलाई साइन लेख्नु परेन यो माइनस 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 यो प्लस यो माइनस जेरोलाई परेन माइनस जेरोलाई परेन माइनस फेरि माइनस प्लस चाहिँ एउटा भयो। ल अब यतापट्टिको थोरै मेट्छु म। ओके द नम्बर अफ पोजिटिभ साइन यता लेख्यो कि यता लेखौँ यो लेखिसक्नुभयो सबै भइसक्यो यता लेख्छु ल म यता हात पर्दो रहन्छ यति भइसक्यो। यो नभए पनि हुन्छ केही फरक पर्दैन यहीँबाट हेर्दा भइहाल्यो। द नम्बर अफ पोजिटिभ साइन
पोजिटिभ साइन एक्सले डिनोट गर्नुहोस् कतिवटा छ एउटा त्यस पछाडि द नम्बर अफ नेगेटिभ साइन कतिवटा छ द नम्बर अफ जेरोज गरौँ न केही फरक परेन जेरो कतिवटा छ एउटा दुईटा तीनटा चारवटा जेरो चारवटा भनेपछि द नम्बर अफ नेगेटिभ साइन कति हुने भयो त नेगेटिभ साइन नम्बर अफ नेगेटिभ साइन इक्वल्स टु 15 हुने भयो किनभने 20 वटा डाटा थियो पुग्यो नि त अब त्यसो भए के लेख्नुहोस् भने डिस्कार्डिङ जेरो एन इक्वल्स टु कति हुने भयो जेरोलाई छाडेर एन चाहिँ कति हुने भयो 60 कसरी आयो 16 15 प्लस 1 गरेर ठीक छ केही कन्फ्युज छ यहाँसम्म जेरोलाई डिस्कार्ड गर्ने रहेछ के एन लिँदाखेरि अब हामीले जेरोलाई छाड्नु पर्यो अब यसमा म्यू दिएको छैन त्यो भएर टी टेस्ट गरिन्न बुझ्नुभयो हेमजी जेड टेस्ट गर्छौँ हामी फर्मुला लेख्छौँ अब हामी यसको फर्मुला फरक छ जेडको फर्मुला लेखौँ जेड इक्वल्स टु एक्स माइनस एन बाई 2 रुट अन्डर हिजो अस्ति हामी एक्स माइनस के लेख्यौँ भन्नु त जेड टेस्टमा एक्स माइनस म्यू एक्स लेखिन्थ्यो कि एक्स बार लेखिन्थ्यो एमजी एक्स बार हो अनि म्यू लेखिन्थ्यो एन बाई 2 को ठाउँमा तल एस डिभाइड बाई रुट अन्डर एन लेखिन्थ्यो भने आज रुट अन्डर एन बाई 4 लेख्छौँ यति हो डिफरेन्स फर्मुला नि फरक छ जेड चाहिँ जेड हो टेबल पनि जेड टेबल युज गरियो लेख्न चाहिँ जेड लेख्यो फर्मुला चाहिँ अर्को लाग्यो ठीक छ अब डिफरेन्स थाहा पाउनुभयो ल एक्स भनेको 1 माइनस एन भनेको कति छ हामीसँग 16 बाई 2 डिभाइडेड बाई रुट अन्डर 16 बाई 4 कति आउने रहेछ क्यालकुलेसन गरौँ त 1 माइनस 8 डिभाइडेड बाई रुट अन्डर 4 ले 16 4 2 1 माइनस 8 भनेको माइनस 7 डिभाइड बाई 2 भनेको माइनस 3 पोइन्ट कति आयो 5 आयो जस्तो लाग्यो मलाई हेमजी तपाईँ कता हुनुहुन्छ पोजिटिभ साइन 1 भयो एक्स भनेको पोजिटिभ साइनमा जम्मा साइन घटाइँदो रहेछ 16 15 19 16 आएकोमा पोजिटिभ 16 17 3 20 जेरो चारवटै आउने हो हेर्नु त एउटा जेरो बढी निकालिएछ क्या यहाँ हेर्नु त 48 यहाँको जेरो चाहिँ बढी आएछ होइन केही नगरौँ यो डेटा छ नि यहाँनिर देख्नु भएको छ नि सबै ठिक छ यसलाई के गरिदिउँ भनेदेखि 60 नै बनाइदिउँ दुईटैमा 48 पछाडि 60 बनाइदिनु एउटा जेरो लेखिएछ यहाँ केही भएको छैन अरू सब ठिक छ ल अब यसलाई चाहिँ है यहाँनिर क्वेसनमा पनि बनाउनु यहाँ पनि बनाउनु केही फरक पर्दैन यहाँ त ठिकै थियो त त्यहाँ चाहिँ हेर्नु न त्यहाँ जेरो लेखिएछ 48 माइनस 48 0 48 त्यसपछि 60 बनाउनु 48 60 बनाउनु न 0 पाँचवटा आउँछ नि त्यसो होला 0 जेरो 5 वटा आउँछ र यहाँ त ठिकै छ त सर
3टा 4वटै छ नि 1 2 3 4 खै यहाँ त ठिकै आयो 4वटै हुन्छ 48 भन्दा तल अगाडि चाहिँ हामीले के लेखेको थियो भने 48 भन्दा तलपट्टि चाहिँ बोल्नु न क्लासमा साथीहरू के लेख्नु भएको थियो 48 बिफोर 18 48 ओके 48 भन्दा तल चाहिँ तपाईँको 44 अन्त हाम्रो त 5वटा जिरो भइहाल्छ सर यहाँ त 4 5वटा 0 हुन्छ 4 त छँदैछ 4वटा भयो जस्तो लाग्यो हेर्नु त 2 4 6 8 10 12 14 16 18 20 ठिक छ त सर हजुर पहिलाको थियो 56 सर 48 माइनस 48 भनेको तपाईँको 0 त्यहाँ लेख्नुभयो हजुरले त फेरि अनि अर्को चाहिँ यहाँ के लेखेको थियो भन्नु त 56 अनि 56 मा 60 सब्ट्र्याक्ट गर्दा कति हुन्छ माइनस 4 त मुनि हो नि हजुरको मुनि हो त्यो त ए मुनि है ल ठिक छ त्यो ठिक छ सबै मिलाएर 56 राख्नु न त्यसलाई हजुर सर ल 56 हजुर सर ठिक छ अब 4वटै 0 हो 4वटै 0 हजुर अब ठिक छ 4वटै 0 अनि नेगेटिभ साइन कतिवटा 15वटा 15वटा हजुर सर 15वटा सर अनि पोजिटिभ साइन एउटा होइन त एउटा हजुर ल सबै ठिक छ हिसाब त यता आइसक्यो अब यो जेड भ्यालु लाइज गरे कि गरेन भन्नु त क्रिटिकल रिजनमा बोलेन सर एच नट रिजेक्ट कि एक्सेप्ट गर्ने रिजेक्ट गर्ने हो ल लेख्नुहोस् एच नट इज रिजेक्टेड सिधियो तपाईँको साइन टेस्ट यो यसको सिधा रहेछ -4 तल लेख्यो ठिक छ ल therefore एच नट इज डिसिजन 5 मा डिसिजन मेकिङ इज रिजेक्टेड ल अब यसै गरी आफैले बनाएर गर्नु न यसको आइडिया त थाहा पाउनुभयो अब क्वेसन आफ्नै तरिकाले बनाउनुहोस् यसैलाई चाहिँ अब तपाईँको यतापट्टि ठुलो नम्बर राखेर यतापट्टि सानो नम्बर राखेर बनाउनु एउटा बनाउनुहुन्छ त सानो एउटा डेटा दिउँ त चेन्ज गरिदिउँ आफै गर्नु त ल एउटा काम गर्नु x2 माइनस x1 गर्दा के हुने रहेछ त्यो टेस्ट गर्नुहोस् यो 2 टेल हो रिजेक्ट नै हुन्छ एच नट अहिले गर्नु त ल सर र सर यो अलिकति नि अगाडिको त क्रिटिकल रेन्ज निकाल्दाखेरि चाहिँ त्यो जेड टेबल हेरेर निकाल्नु पर्यो नि हो जेड टेबल हेरेर निकाल्नु पर्यो फर्मुला चाहिँ यो लाग्यो के भन्नु सर फेरि अर्को क्वेसन के भन्नुभयो मैले बिर्सेँ यसैलाई अब x1 माइनस x2 गरियो x2 माइनस x1 गर्नु त एकपटक तपाईँसँग ठाउँ पनि होला त्यसै गरेर अनि यो भ्यालु निकाल्नु त एकपटक के डिफरेन्स आउँदो रहेछ त्यही माइनसको ठाउँमा प्लस प्लसको ठाउँमा माइनस हो त्यही हुन्छ अनि त्यस पछाडि यो x चाहिँ कति होला त हेर्नु त पोजिटिभ अब पोजिटिभ चाहिँ बढी हुन्छ हो कि हैन एक्स चाहिँ 15 भयो 15 हुन्छ 15 नेगेटिभ एटा होला गर्नु त हिसाब कति आउँदो रहेछ सर र तपाईसँग क्याल्कुलेटर छ गर्नु त 15 माइनस n भनेको चाहिँ चेन्ज हुन्न कि चेन्ज हुन्छ n हुन्न किनभने 60 नै हुन्छ 15 माइनस 8 डिभाइड बाई n त चेन्ज हुन्न किनभने n भनेको त पोजिटिभ र नेगेटिभ एड गर्ने हो चेन्ज हुन्न 8 डिभाइडेड बाई तलपट्टि 2 नै हुने भयो भनेपछि 7/2 पोजिटिभ आउने भयो के न हेर्नु त पोजिटिभ आउने भयो आखिर त्यो एरिया भन्दा चाहिँ फरकै ठाउँमा जाने भयो त्यसरी बुझ्नु पर्यो
सर यसको मिनिङ त्यो कतिवटा साइन भनेको त्यो काउन्ट गर्ने कि कस्तो छ हो एक्स को मिनिङ भनेको पोजिटिभ मात्र यो जुन एक्स छ नि यहाँ लेखेको छ नि त यहाँ हेर्नु त नोटेसन मैले नेगेटिभलाई केही पनि लेखेको छैन छ र हजुर बुझेँ सर नेगेटिभको रोल चाहिँ के हुने भने नेगेटिभ र पोजिटिभको रोल चाहिँ एन निकाल्न हुने भयो जेरोको रोल हुँदै भएन यो एन त नेगेटिभ र पोजिटिभ एड गरेर आएको हो नि यो एक्स चाहिँ के हो त जहिले पनि पोजिटिभ मात्र हो ल तर यो रिजेक्ट कसरी भयो सर अलि कन्फ्युज तपाईको -3 चाहिँ हजुर -3.5 चाहिँ हाम्रो जुन हाम्रो जेडलाई हेर्दाखेरि हाम्रो जेड भ्यालु कति आएको थियो -3.5 हैन यो अगाडि अगाडिको टेबलबाट 1.65 1.645 1.645 आएको थियो हाम्रो जेड चाहिँ यो भन्दा ठुलो हुनुपर्ने थियो हो के हैन जेड चाहिँ हाम्रो के आयो त सानो आयो त्यसरी बुझ्नु पर्यो अथवा मैले के भनेको छु मोडुलसमा राख्नुस् मोडुलसमा दुईतिर राख्दा त्यसको बिचमा पर्यो नि ठिक छ परेन नि रिजेक्ट गर्ने हो यो रिजेक्ट नै हुन्छ यसरी हेर्दा ल तपाईले यसलाई अब माइनस प्लस राखेर ट्राई गर्नुस् यही हो पोजिटिभ नेगेटिभ निकाल्ने टेस्ट गर्ने तरिका त थाहा छ केही क्वेसन छ भने भन्नुस् होइन भने भोलि चाहिँ अब हामी म्याक्सिमम मिनिममबाट साइन र्याङ्क टेस्ट गर्छौँ साइन र्याङ्क टेस्टमा के गरिन्छ थोरै हेरौँ त तपाईलाई आइडिया छ साइन र्याङ्क टेस्टमा कुरा त यस्तै हो ल तपाईलाई म एउटा प्रब्लम अझ एउटा थप दिन्छु ल ल अब हेमजीले अघि सोधेकै कुरामा एउटा प्रब्लम गरौँ इफ ल साइन टेस्टलाई नि एउटा इफ द weight of 30 children are given age अब लेख्नुस् 30 चिल्ड्रनको वेट केटाकेटीको वेट कति केजीसम्म हुन्छ म्याक्सिमम भन्नु त 30 केजी ल 15 30 18 20 22 24 20 26 27 27 28 2 4 6 7 ओके 32 33 कुनै 30 को रहेछ 27 25 27 29 31 31 37 38 37 38 साथै 21 भयो 38 केजीको पनि राख्यो बच्चा ल ठिक छ कुनै चाहिँ 22 रहेछ 24 रहेछ 25 रहेछ 26 रहेछ साथै 21 22 23 24 25 28 हुने हो त्यहाँसम्म जाँदा 21 27 23
27 27 ल यस्तो डेटा रहेछ भने तपाईँलाई एउटा प्रब्लम गराउँछु मलाई use sign test when mu equals to 27 and alternative hypothesis is mu is greater than 27 ल यसमा साइन टेस्ट कसरी गर्नुहुन्छ यो पनि एउटा क्वेशन हो है साथीहरु यसमा साइन टेस्ट कसरी गर्नुहुन्छ केही आइडिया छ नम्बर अफ प्लस साइन खोज्नु पर्यो हाउ डु यु सर्च नम्बर अफ प्लस साइन 27 बाट घटाएर आउँछ फर्मुलेटिङ हाइपोथेसिस दुर्गाजी आइडिया छ फर्मुलेटिङ पुरानो नोट हेर्न पाइनँ आज सर मैले यही भएको एच नट म्यू इक्वल्स टु 27 h1 1 टेल हो कि 2 टेल हो हेर्नु त म्यू इज ग्रेटर देन 27 राइट टेल भइरहेछ यो 1 टेल 1 टेल राइट टेल हो नम्बर 2 मा क्रिटिकल भ्यालु अल्फा चाहिँ राख्नु पर्यो नदिएको त अल्फा इक्वल्स टु कति राख्ने 5% क्रिटिकल भ्यालु अल्फा इक्वल्स टु 5% भनेको निकाल्नुस् अब अल्फा अनि क्रिटिकल रिजन पनि निकाल्नुस् क्रिटिकल रिजन पनि निकाल्नु त त्यही अघि के आउँछ हैन है के हो त्यसमा त डाउट छैन होला ल अब तपाईलाई म आइडिया दिन्छु यसमा तपाईको प्लस साइन खोज्नको लागि है प्लस साइन खोज्नको लागि एन त 30 नै पुग्यो नि 28 पुग्यो अब हेर्नुस् the numbers more than 27 यिनीहरु चाहिँ x हुने भयो the numbers more than 27 equals to कति हुने भयो more than 27 त्यो चाहिँ x हुने भयो त्यसलाई चाहिँ हामी प्लसले डिनोट गर्छौं है 27x प्लस हो यो ठीक छ त्यसपछि द नम्बर लेस देन 27 यो माइनस हो त्यसपछि द नम्बर इज इक्वल टु 27 यो के हो त 0 अब अघिकै फर्मुला लाउने हो x कति आउने रहेछ त भन्नु त ल मोर देन 27 एउटा 30 हो 30 भेट्यो या यो लाइनमा 32 यो पनि हो 30 यो पनि हो 27 25 बराबर 27 यो 31 यो 37 यो 38 यो 24 25 26 27 23 27 ल कतिवटा हुने भयो 1 2 3 4 5 6 7 8 9 वटा कि कति हो 2 4 6 8 9 9 वटा हो त्यसो 0 खोजौं न 0 खोजे भने फास्ट हुन्छ 0 कतिवटा
27 27 फेरि 27 फेरि 27 27 27 27 27 कतिवटा भयो 1 2 3 4 5 6 7 वटा हुने भयो 27 7 वटा 1 2 3 4 5 6 7 7 वटै हो नि 14 हुने भयो माइनस कति हुने भयो माइनस 14 14 र 9 ले कति हुने भयो 23 एन कति हुने भयो त त्यसो अब मेटम यो डाटाको काम सिद्धियो एन कति हुने भयो 30 कहाँ एन 30 हुन्छ द नम्बर अफ चिल्ड्रेन 30 होइन सर त्यस्तो होइन नम्बर चाहिँ 30 हो कि डिस्कार्डिङ 0 तर एन चाहिँ कति लिने हो भन्नु न यसमा 27 तपाईले अघि एन लिएको बुझ्नु भएर हुन्छ त्यसो भए सेम्पल साइज भन्छ के सेम्पल साइज चाहिँ कति हुने भयो एन सेम्पल साइज ल यो पनि थपौँ सेम्पल साइज एन इक्वल्स टु 14 + 9 हुने भयो 0 देखि बाहेक लिने हो क्या एन भनेको बुझे सर 0 देखि बरु लेख्नु के विदाउट 0 भनेर लेख्नु आयो विदाउट 0 ल अब निकाल्नुस् जे टेस्ट आफै गर्नुस् जेड निकाल्ने फर्मुला के रे तपाई अर्को लेख्न थाल्नु ल एमजी भन्नुस् x - n/2 ल कति आउँदैछ चेक गर्नुस् नेगले रिजेक्ट हुन्छ कि एक्सेप्ट हुन्छ कि गर्नुस् ल भोलिको क्लास किन छुटाउनु भोलिको क्लास किन छुटाउनु भने तपाईहरुलाई अब कोरिलेसन रिग्रेसन कतिको थाहा छ रिग्रेसनमा चाहिँ हामीलाई यो र्याङ्किङ चाहिँ आवश्यक पर्छ तपाईहरुलाई थाहा पनि होला र्याङ्क निकाल्नु पर्छ यही र्याङ्ककै आइडिया चाहिँ पछि कोरिलेसन रिग्रेसनमा लाउनु पर्ने हुन्छ खास चाहिँ रिग्रेसनमा ल कति आयो बोल्नुस् अब तपाईको पालो सर 1.042 हो सर माइनस साथीहरु अरु कति आयो भन्नुस् ल पछि कोरिलेसनमा एकदम काम लाग्छ साथीहरु है कोरिलेसनमा काम लाग्छ त्यो भएर चाहिँ तपाईहरुले के गर्नु पर्यो लाई चाहिँ भोलि चाहिँ क्लास नछुटाउनुस् है सबै साथीहरु कति आयो आन्सर भन्नुस् ल -1.043 त्यही हो दुर्गाजी हजुर सर अब जेड को भ्यालु कति आएको थियो
अघि टेबल भ्यालु 1.6 645 अनि अहिले कति आयो रे minus 1.043 that means rejected है यो एक्सेप्ट गेट ठुलो हुनु पर्थ्यो अहिले के भयो सानो भयो सानो accept सर रिजेक्ट कि एक्सेप्ट हो यो जेटको भ्यालु के भयो त ठुलो आयो कि सानो आयो भन्नु न सानो माइनसमा आयो सानो accept माइनसमा आयो सानो आयो नि त एक्सेप्ट जस्तो लाग्यो त 1.64 र कति रे 1. 04 ल एक्सेप्ट हो कि रिजेक्ट भयो भन्नु त साथीहरू मैले त एक्सेप्ट भने सर 6.45 आयो मेरो त फेरि के आयो ल डिसिजन गर्नु ल एक्सेप्ट भयो सर यो भ्यालु चाहिँ कति आयो सबैको एउटै आएर आधा भन्दै हुनुहुन्छ सर यो त एक्सेप्ट नै हुनुपर्ने होइन र फाइनल कति आयो -1.043 छ यो त अनि 6 भन्दा त घटी नै हुन्छ नि त सबैको त्यही हो पहिला भ्यालु चाहिँ क्लियर गरौँ न अनि एक्सेप्ट र रिजेक्ट त हामीले पहिला पनि डिस्कस गरिसकेको छ म क्लियरै गरौँ लास्टमा पनि त्यही हो सर मेरो पनि त्यति आयो दुर्गाजीको घरकै आएको भन्दै हुनुहुन्थ्यो हजुर सेमै हो त्यही सर यो रिजेक्सनमा पऱ्यो कि परेन माइनस यो 1 एक्सेप्टमै पऱ्यो सर एक्सेप्टमा सर भित्र पर्छ एक्सेप्टमा पऱ्यो हजुर सर त्यो मोडुलसमा त त्यसै भित्र पऱ्यो नि त होइन हजुर सर त्यो मोडुलस लाएर हेर्ने हो क्या एउटै कुरा चाहिँ तपाईँहरूले ख्याल गर्नुहोस् बरु कपमा लेख्नुहोस् मोडुलस लाउने माथि जेसुकै लेखियोस् क्या बुझ्नुभयो नि एक्सेप्ट भयो नि त ठिक छ हेमजी बुझ्या हो बुझ्यो सर ल ल फाइनलमा एक्सेप्ट पनि भयो एक्सेप्ट र रिजेक्ट चाहिँ अब सिद्धियो ल सर मैले अहिले ठ्याक्कै बिर्सेँ कि कति सालको क्वेसन यो 80 सालतिरको क्वेसन होला त्यो केही डाटै दिएको थिएन हौ डाटै बेगर सोधेको थियो यो तथ्याङ्कबाट त्यो पारामेट्रिक हो कि नन पारामेट्रिक हो कि जेड हो कि टी टेस्ट हो कि केही थाहा पत्तै पत्तै भएन त्यतिखेर ए बुझेँ मैले तपाईँले सोधेको चाहिँ फर्मुलेटिङ हाइपोथेसिस गर्ने भनिसकेपछि हजुर त्यो चाहिँ प्यारामेट्रिकै गर्ने हो क्या बुझ्नुभयो नि हजुर जेड गर्ने टी गर्ने सबैभन्दा राम्रो जेड गर्ने हो क्या खास त्यसमा टी गर्नलाई त केही अब डेटा तथ्याङ्कहरू नि केही दिएकै थिएन क्या त्यतिखेर नि जेड लिँदा फेरि पनि हुन्छ टीले पनि हुन त हुन्छ
तर जेनरली हामी त्यस्तोमा जेड लिन्छौँ क्या। हो त्यो क्वेसन चाहिँ एकचोटि गर्नुपर्छ होला सर। एउटा सर लेखाइसक्नु भयो लेखाइसक्नु फर्स्ट डे नि हामीले खै के गरेर अनि फर्मुलेटिङ गरेर लेखेको होइन त भिडियो हेर्नु त। ए होला त्यो हेर्नुपर्ने छ। क्लास नछुटाउनु क्या साथीहरू। अब तपाईँहरूलाई एउटा कुरा है, तपाईँहरूको सर्टकटमा तपाईँहरू क्लासमा बोल्नुहुन्न एउटा कुरा है, तपाईँहरूको प्रिपेयर कस्तो भएको छ, अलिकति प्रिपेयर राम्रो हो भने त क्लासमा हल्ला पनि गरिन्छ, बुझ्नुभयो नि। अथवा बोलिन्छ, अब त्यो तपाईँहरूको कुरा हो, कतिपय बोल्ने स्वभाव हुन्छ, कसैको स्वभाव हुन्न, आफ्नो ठाउँमा छ। तपाईँहरूको एक्जाम भनेको साउन्डको लास्टसम्ममा एक्जाम भइसक्छ। अब तपाईँहरूले स्याटरडेको एक्जाम फेस गर्नुपर्ने हुन्छ। म जम्मा हप्तामा 2टा सेट गराउँछु। यो असारको 15-20देखि चाहिँ मैले असारको 20बाट 19-20 छ क्या असारमा, असारको 20बाट तपाईँहरूको टेस्ट हुन्छ 20 दिन। तपाईँहरू फर्स्ट पार्ट पनि रिपिट पढाउने तरिकाले पढ्दै जानुहोस्। मैले गराउने कुराहरू फर्स्ट पार्टमा अब तपाईँको एउटा के छ भनेदेखि फर्स्ट पार्टमा गराउनु पर्ने कुरा अरू आफ्नै तरिकाले प्रिपेयर गर्नुहोस् है। अब सिद्धिन लाग्यो। अब यो एस टेस्ट गराएपछि अनि अगाडिको यो कन्टिन्युअस र डिस्क्रिट प्रोभाबिलिटी म गराउँछु, सर लेखाउनु। यो 4-5 दिन 3-4वटा क्लासमा सिद्धिन्छ। जोइन्ट प्रोभाबिलिटी अनि यो डिस्क्रिट प्रोभाबिलिटी र कन्टिन्युअस प्रोभाबिलिटी चाहिँ धेरै दिन लाग्दैन। अब तपाईँहरूको फर्स्ट पार्टमा मैले गराउने भनेको चाहिँ यो म्याथमेटिकल एक्सपेक्टेसन र यो बेस थ्योरम भन्ने गराउँछु म, कन्डिसनल प्रोभाबिलिटी। अनि त्यस पछाडि अब यो सक्ने बित्तिकै कोरिलेसन रिग्रेसन गराइ नै हाल्छु। अरू चाहिँ आफ्नै तरिकाले प्रिपेयर गर्नुहोस्। यो प्याराबोलाहरूको पनि कोनिक सेक्सनको पनि गराउँछु अलिकति पार्ट, तपाईँहरूलाई यो आवश्यक छ। अनि सिक्वेन्स एन्ड सिरिजको 11-12को अलिकति थोरै त्यो पार्ट गराउँछु। लगभग 3-4वटा क्लासमा सक्छु। असारमा तपाईँहरू कोर्स सिद्धिन्छ। अब 20-22 पछाडि चाहिँ हप्तै फुल क्लास लिएर गर्छौँ। अब लगभग भिसी नियुक्ति भइसकेपछि तपाईँहरूको एक्जाम पनि हुन्छ। जस एक्जाम हुन्छ 20 गतेदेखि एक्जाम हुन्छ क्या। अब बोर्ड एक्जाम क्या, तपाईँको के भन्छ, तपाईँ टिएससीको एक्जाम 20 गते हो भनेर पढ्नुहोस्। 20 गते फर्स्ट 100 मार्क्सको क्वेसन तपाईँहरूले फेस गर्नुपर्छ, ठिक छ। त्यसमा तपाईँलाई मैले त्यो बेस थ्योरम राख्दिनँ, कोरिलेसन रिग्रेसन राख्दिनँ। अब अरू चाहिँ म सबै राख्छु त्योदेखि बाहेक। अब त्यही एउटा बरु लेख्नुहोस्, कोरिलेसन रिग्रेसन राखिनँ, कन्डिसनल प्रोभाबिलिटी राखिनँ, अनि त्यसपछि अर्को के अरे सिक्वेन्स एन्ड सिरिजको 11-12को क्वेसन राखिनँ। बुझ्नुभयो नि दुर्गाजी? यही शनिबार सर? यो शनिबार होइन, 20 गतेको शनिबार। मैले 15-20 दिन अगाडि सूचना दिएको तपाईँहरूलाई। ए हुन्छ सर हुन्छ। त्यतिखेर मैले कोरिलेसन रिग्रेसन पढाइसकेँ मानौ, बुझ्नुभयो नि? राख्न पाइयो। पढाएँ भने राख्न पाइयो, नभएदेखि राख्न पाइएन। कुरा त्यही हो। हुन्छ हुन्छ सर हुन्छ हुन्छ। अनि अब एक्जाम दिनु नदिनु तपाईँहरूको कुरा हो। म क्वेसन बनाउँछु, तपाईँहरूलाई पठाइदिन्छु, एक्जाम दिनुहोस्, आन्सर दिनुहोस्। ल त्यो माइन्ड मेकअप गर्नु, माइन्ड मेकअप गर्नुहोस्। अब त्यो अब एक्जाममा नगए तपाईँहरूको एक्जाममा लगेर सार्प नगरे हुन्न। अब तपाईँलाई 20 दिन चाहिँ मैले पढ्ने, अब च्याप्टर 6, 7, 8, 9, 10 बुदागत रूपमा, बुलेट रूपमा, पेडागोजी के लेख्नुपर्छ सबै क्लास रेकर्डिङ क्लास हेर्नुहोस् 20 दिनसम्म, तपाईँलाई छुट। बरु बाँकी रहेको तपाईँले पढ्दै गएपछि यो बाँकी रहेछ, यो छुटेछ, तपाईँ र हाम्रो क्लास छँदैछ, कन्ट्याक्टमै छौँ, होइन र? ल कुरा त्यही हो। ल छुटौँ ल। गुड नाइट सर। ल गुड नाइट एभ्रिवान। ल